हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ घुम्न निस्केको यसरी धेरै दिनपछि भेट भएर। हामी चाहिँ कोरियाको लार्ज स्टारफिल्ड लाइब्रेरी जान लागेको सुवनको। ल हामी चाहिँ बसमा बसिसक्यौँ ओइजम्बुसम्मको लागि। हामी चाहिँ 5 जना छौँ। हामी 2 जना यहाँ बसेको छौँ। यसरी अगाडि पनि हुनुहुन्छ साथीहरू 2 जना, पछाडि नै हुनुहुन्छ। हाम्रो चाहिँ पहिलो भेट हो। यसरी एकदमै रमाइलो हुँदो रहेछ, फ्रेन्डली हुनुहुँदो रहेछ साथीहरू। ल हामी ओइजम्बु आइपुग्यौँ। हामी ओइजम्बुको ट्रेन स्टेसनबाट हामी सौल पुग्छौँ। आजको मौसम एकदमै राम्रो छ, घाम पनि लागिरहेको छ। हामी चाहिँ ट्रेन छुट्छ भनेर यस्तै दगुरी हिँडिरहेको छौँ। यहाँ चाहिँ यस्तो सिस्टम छ पेमेन्ट गर्ने तरिका ट्रेनको, हेर्न सक्नुहुन्छ हजुरले। हामी चाहिँ ट्रेन चढ्न जान लागेको 2 जना हामी अगाडि हिँडिरहेको छौँ। अरू साथीहरू आउँदै हुनुहुन्छ। हेर्नुहोस् हामी लिफ्टमा चढ्यौँ, तल झर्नुपर्छ यसरी ट्रेन स्टेसन जानलाई। हामी चाहिँ तल झरिरहेको छौँ लिफ्टबाट। हामी चाहिँ आइपुग्यौँ ट्रेन चढ्ने ठाउँमा सबैजना। ट्रेन पनि आइपुग्यो। हामी चाहिँ भित्र बस्यौँ ट्रेनमा। हामी चाहिँ 4 जना सँगै बस्यौँ। 1 जना चाहिँ ठाउँ नभएर उता बस्नु पर्यो, सँगै बस्न पाएन। यता चाहिँ आफ्नै कुरामा हाँसेछौँ गफ गर्दै। ल हामी आइपुग्यौँ सोलको ट्रेन स्टेसनमा। यहाँदेखि ट्रेन चढेर 1 घन्टामा हामी सुवन पुग्छौँ। हामी चाहिँ यहाँ ट्रेन कुरेर बसिरहेको, ट्रेन ढिलो आउने भएर हामी फोटो भिडियो खिचिरहेछौँ। हामी चाहिँ बस्यौँ ट्रेनमा यसरी। ल हेर्नुहोस् म अहिले चाहिँ ब्याग्सबाट यसरी ट्रेन चल्ने ठाउँ यसरी खिचेछु। कति ठुलो हो कि, कसरी बनाएको होला, यस्तो अचम्म लाग्छ यो देखेर पनि। ल अब हामी आइपुग्यौँ फाइनली सुवन। हामी चाहिँ हिँडिरहेछौँ, सुवन आइपुग्यौँ। ल हेर्नुहोस् फाइनल्ली स्टारफिल्ड हामीले देख्यौँ। कति ठुलो हो, बाहिरदेखि यस्तो हेर्दाखेरि त भित्र झन् कति ठुलो होला। हामी त एकदमै एक्साइटेड छौँ हेर्नको लागि। फाइनल्ली हामी भित्र पस्यौँ एकदमै ठुलो स्टारफिल्ड लाइब्रेरीमा हामी आइपुग्यौँ। हेर्न सक्नुहुन्छ कति ठुलो छ। हामी चाहिँ यहाँ हेर्दै कति ठुलो हो भन्दै अचम्म परिरहेको छौँ। रमाइलो लागिरहेको छ यहाँ आएर एकदमै। अनि हामी यहाँ फोटो भिडियोहरू पनि खिच्यौँ यो साइडमा। हामी चाहिँ अब तलबाट माथि अप्पर साइडमा जान्छौँ लाइब्रेरी। हामी चाहिँ लिफ्टमा चढेर जानुपर्छ माथि अप्पर साइडमा। हजुरहरू देख्न सक्नुहुन्छ यति ठुलो मल छ। यहाँ चाहिँ सबै सामानहरू पाउँछ। ल हामी आइपुग्यौँ यहाँ लाइब्रेरीको अप्पर साइडमा। म चाहिँ यसरी भिडियो खिचेको छु अप्पर साइडबाट तलसम्म। हेर्न सक्नुहुन्छ हजुरले कति ठुलो छ यो। ल हेर्नुहोस् कोरियाको एकदमै मोस्ट ब्युटिफुल लार्ज स्टारफिल्ड लाइब्रेरी हो सुवनको। यहाँ चाहिँ कोरियनहरूको मिटिङ भइरहेको रहेछ। हामी चाहिँ यसरी 2-4वटा फोटो भिडियो खिच्यौँ मेमोरीको लागि। अब चाहिँ हामी घर फर्किन लाग्यौँ किनभने अहिले चाहिँ 5 बजेको छ। हामीलाई ढिलो हुन्छ। हामी चाहिँ ट्रेन चढेर जानुपर्छ सौलसम्म। हामी चाहिँ राति 9 बजे पुग्छौँ। हामीले चाहिँ यहाँ खाना खान लाग्यौँ। हामी चाहिँ यहाँ खाना खाएर यहाँबाट निस्किन्छौँ। हामी चाहिँ ओइजम्बु आइपुग्यौँ। धेरै ढिलो भइसकेको छ। ल अब हामी बसमा चढ्यौँ ओइजम्बुदेखि। एकदमै ढिलो भइसकेको छ। रातिको 8 बज्यो।
हामी चाहिँ रुममा 9 बजे पुग्छौँ। सबैलाई थकै लागेको छ आज एकदमै धेरै